जेलबाङकै बुझलबाङबाट माननीय नृत्य माननीय संस्कृति लिएर आउनुभएको छ। तपाईँ सबैलाई हामी धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ, हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। तपाईँहरूको यो साथ, तपाईँहरूको यो सहयोग, तपाईँको जोसले नै गर्दा यो आजको आफ्नो कार्यक्रम भव्य रूपले सफल हुँदैछ। यतिखेर हामी नेपाल महासङ्घ केन्द्रीय समितिको आयोजना, नेपाल महासङ्घ केन्द्रीय समितिको संरक्षकत्व, मगर आदिवासी प्राविधिक प्रतिष्ठानको आयोजना र सुनसरी गाउँपालिका रोटाको आर्थिक संयोजनमा मगर स्वायत्तता र मगर दर्शन सम्बन्धीको राष्ट्रिय कार्यशाला गोष्ठी हामीले रोल्पा जिल्लाको जेलबाङमा कार्यक्रमको आयोजना गर्न सकिरहेका छौँ। यो उद्घाटन समारोह हामी एकदमै छोटो, करिब 2 घन्टामा हामीले उद्घाटन समारोह सकाउँछ। त्यसपछि हामी प्राज्ञिक बहस, अझ हामी धेरै कुराहरू चाहिँ सिक्नु छ, जान्नु छ, त्यसैले चाहिँ हामी प्राज्ञिक छलफल बहसले चाहिँ जानेछौँ। यो उद्घाटन समारोहमा हामी एकदम छोटो बनाउनु पर्ने भएको कारणले गर्दाखेरि समय अलिक कम छ। त्यसैले हाम्रो संस्कृति प्रेमीलाई यहाँले 3 मिनटभित्र हाम्रो संस्कृति सकाइदिनु होला। जेलबाङकै बुझलबाङबाट खाली नाच प्रदर्शन गर्दै हुनुहुन्छ। तपाईँ सबैलाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। खाली नाच अर्थात् मारुनी नाच प्रस्तुत गर्नुहुने बुझलबाङका साथीहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्छौँ। छुट्याइदिनु होला, टुङ्गाइदिनु होला। यसपछि जेलबाङका साथीहरूलाई भूमि नाच प्रदर्शन गर्न लागिराख्नु भएको छ। जेलबाङबाटै भूमि नाचका साथीहरूलाई म अगाडि बढाउनु, बिस्तारै हजुरले अगाडिपट्टि गर्नुहोस्। हजुरले अगाडि बढाउन अनुरोध गर्न चाहन्छु र बुझलबाङका साथीहरूलाई अब हजुरले टुङ्गाइदिनु हुन, छुट्याइदिनु हुन अनुरोध गर्दै तपाईँ सबैलाई धेरै धन्यवाद हामी ज्ञापन गर्न चाहन्छौँ। नेपाल महासङ्घ केन्द्रीय समितिको तर्फबाट, मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको तर्फबाट र सुनसरी गाउँपालिकाको तर्फबाट तपाईँ सबैप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। बुझलबाङका साथीहरूले आफ्नो प्रस्तुति छुट्याइदिनु हुन मद्दत गर्न चाहन्छु। बुझलबाङका
सम्पूर्ण संस्कृति प्रेमी दाजुभाइ दिदीबहिनीहरूप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। यहाँ सबैलाई धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अब छोटाइदिनु होला, टुङ्गाइदिनु होला। समय रहेछ भने हामी भोलि साँझसम्म हजुरसँगै छौँ। यो संस्कृतिलाई फेरि भोलि हामी हेर्न तपाईँलाई धेरै धेरै धन्यवाद छ। गुटलबाङबाट ख्याली नाच